डे 2 हामी चाहिँ मर्निङ वाकमा निस्केका छौँ। अहिले बिहान 8:30 हुँदैछ। पुरै उकालो छ यो। तल चाहिँ तलबाट चाहिँ माथि आइपुग्नलाई पुरा स्याफा गर्दै मर्निङ वाक गर्दैछु। ब्रोकन बोय ओक्लोमा भित्र देखेका चाहिँ यी घरहरू यी सबै टुरिस्टहरूको लागि चाहिँ बनाइएको छ। बाटो यति डेन्जर छ, सानो बाटो, उकालो ओह्रालो, पुरा जङ्गल। हामी चाहिँ मर्निङ वाक निस्केका छौँ। अहिले उकालो चढेर ओह्रालोतिर झार्दैछौँ। बाटो जिगज्याग सानो बाटो। आज डे 2 हामी चाहिँ एक घरमा बसिरहेको थियौँ, जङ्गलभित्र लुकेको घर ओक्लोमाको यो ब्रोकन बो। हामी बसेको घर चाहिँ ठ्याक्कै यही हो। यो जङ्गलभित्र लुकेर बसेको अर्को घर पनि मैले देखिरहेको छु। हेर्दाखेरि जङ्गलै जङ्गल, केही देखिँदैन, तर विशाल विशाल यी घरहरू सबै काठै काठबाट निर्मित भएका घरहरू रहेछन् यिनीहरू। उकालो बाटो, यो कन्स्ट्रक्सन हुँदै गरेको घर, यस्ता पाखा भित्ताहरूमा यो चाहिँ टुरिस्टहरू आनन्द लिन आउने भएकोले गर्दाखेरि यसलाई सबै रेन्टमा लगाउने चाहिँ चलन रहेछ। राम्रो खर्च गरेर बनाएका टुरिस्टहरूलाई आकर्षित पार्ने घरहरू, सुविधा सम्पन्न जङ्गलभित्र यस्ता खालका बिल्डिङ देखिरहेको छु। नानीहरू मर्निङ वाकमा आइरहेछन्। माथिसम्म चाहिँ उकालो चढ्दै चढ्दै यस्ता बिल्डिङ, जङ्गलभित्र लुकेका घरहरू। पुरै हाइटमा छ। मर्निङ वाक गर्दै गर्दै चाहिँ उकालो चढ्दै चढ्दै यहाँसम्म आइपुगेँ नानीहरूको साथमा। अब यहाँबाट चाहिँ आफ्नै चाहिँ अब केबिन बसेको घरतिर चाहिँ जाँदैछौँ। ल मर्निङ वाक गरेर चाहिँ टिका भाइ, प्रेमजीहरू चाहिँ आउँदै गरेर देखिरहेको छु। पुरा उकालो हिँड्दै हुनुहुन्छ। कस्तो लागिरहेको छ यात्रा? एकदम रमाइलो छ। नेपालको भाइ आइरहेको छ। उकालो ओह्रालो नेपालको एकदमै रमाइलो छ। ओक्लोमाको ब्रोकन बो आज 9 जुन 2025। नानीहरू चाहिँ बिहान ब्रेकफास्ट खाएर चाहिँ अहिले लन्चमा व्यस्त छन्। अहिले खाना खाँदैछन्। केटाकेटीहरूले खाँदैछन्। अहिले केटाकेटीको चाहिँ ट्रिप। अब केटाकेटीलाई खुवाइसकेपछि ठुलाको चाहिँ पालो आउँछ होला। आजको प्लान के हो त? बोट जिप लाइन लु मोबाइल हेर्दै भात खाँदै हिँडिरहेका छन्। बिहानको चाहिँ खाना खोलिसकिरहेछ। अब 11:15 भइसकिरहेछ यहाँको समयअनुसार बिहान दिउँसोको। कोही मर्निङ वाक गरेर चाहिँ आएर नुहाइधुवाइमा व्यस्त हुनुहुन्छ भनेदेखि बच्चाहरूलाई कहिले खुवाउने भनेर चाहिँ खुवाउँदै गरेको देखिरहेको छु। हामी चाहिँ अब बिहानको खाना खान खोज्दैछौँ। ठ्याक्कै चाहिँ अब 12 बज्न आँटिसक्यो। भोक पनि लाग्यो।
हिजो बार्बिक्यू गर्दाखेरि चाहिँ मासु आज चाहिँ अब हड्डी अहिले मासु जन्ते बाख्राको रस र काउली छालाको मोमो अचार अनि सलाद यहाँ चाहिँ अब चिया कफीहरू ब्रेडहरू खायो अन्डाहरू खायो अब चाहिँ 12 बज्दैछ 6 महिनाको चाहिँ ऋषभदेव र चाहिँ 10 महिनाको नील यहाँ आनन्दले चाहिँ सुतिरहेछन् सुत्यो भन्दा भन्दै चाहिँ आँखा हेरेको देखिरहेको छु मैले यो ब्रोकेन बो ओक्लोमा आज जुन 9 तारिक 2025 हामी चाहिँ ओक्लोमाको चाहिँ गेट लेकतिर जाँदैछौँ बाटो पुरै ठाडो उकालो छ ठ्याक्कै यो वान वे बाटो हिजो हामी चाहिँ उताबाट पसेको थियौँ भने आज यताबाट निस्किँदैछौँ अन्दाजमा हिँड्नुपर्ने बाटा छन् उकालो आइपुग्यौँ अब फेरि ठाडै ओह्रालो जाँदैछौँ बिस्तारै पुरै ठाडो ओह्रालो त्यस्तै ठाडो उकालो अप डाउन अहिले गाडी चाहिँ एकदम ठाडै उकालो चढ्दैछ गाडीहरू चाहिँ लेक पुगेर चाहिँ फर्किराखेको पनि देखिरहेको छु हामी चाहिँ ठ्याक्क यो चाहिँ क्रिस्टल लेक रहेछ होइन हजुर क्रिस्टल पोइन्ट यहाँ चाहिँ आइपुगिरहेछौँ गाडीहरू चाहिँ आउँदैछ हाम्रो चाहिँ फर्स्टमा प्रेमजीले चाहिँ गाइड गरेर चाहिँ अगाडि बढ्नु भएको थियो भनेदेखि हामी चाहिँ यो ओक्लोमा रहेको क्रिस्टल पोइन्ट लेक चाहिँ आइपुगिरहेछौँ दिउँसो टन्टलापुर घाम छ बाहिर निस्किन नसक्ने छ यो ह्याटले अलिकति चाहिँ घाम छेल्यो भनेको तर त्यहाँ खलखली पसिना जस्तो पनि आइरहेछ हाम्रो ग्रुप चाहिँ यहाँ छ खै बेला गर्मीले चाहिँ हसिन फसिन भइरहेछ आज 9 जुन 2025 हामी चाहिँ ओक्लोमाको यो क्रिस्टल पोइन्ट लेकमा चाहिँ आइपुगिरहेछौँ नानीहरू चाहिँ यो लेकमा नजिकबाट चाहिँ यसलाई निहालिरहेका छन् हेरिरहेका छन् यो ठुलो लेक रहेछ वरिपरि डाँडाहरू यो गर्मीले हो किन मान्छे त्यति देखिएको छैन नि त अब यो विकडेज पनि भएर हो विकेन्डमा चाहिँ यहाँ टेक्न सक्नुहुन्छ माइमेला जस्तै हुन्छ विकडेजमा चाहिँ अब खासै खैरीहरू घुम्नु नि त शनिबार आइतबार चाहिँ विकेन्डमा चाहिँ मान्छेहरू सबै बिदा हुने वालेले गर्दाखेरि आउने बस्ने इन्जोय गर्ने होइन अब आज सोमबार हो त्यसले गर्दाखेरि चाहिँ अब मान्छेहरू काममा व्यस्त हुन्छन् स्विमिङ गर्छ त यहाँ
चट्टानै चट्टान देखिरहेको छु मैले। ऋषभदेव पनि चाहिँ ठ्याक्क लेक आइपुगिरहेछन्। यो ओक्लोमा रहेको ब्रोकन बो नजिक। ल अर्को सानो बाबु यहाँ चाहिँ स्टलमा बसिरहेको देखिरहेको छु। हाई हाम्रो ग्रुपहरू लेक साइडमा चाहिँ देखिरहेको छु। न्यारिका कस्तो लागिरहेछ? रमाइलो भइरहेछ बाबा। अब यो बाबुलाई चाहिँ निन्दा लागेर यहाँ निनी आइरहेछ। उता हेर्दै नि त बुवालाई निनी आएको छ। हाम्रो ग्रुपहरू चाहिँ लेक घुमेर आइसकेको छ। यहाँनिर हामी क्रिस्टल लेक चाहिँ आएर चाहिँ घुम्यौँ ओक्लोमाको। कस्तो लाग्यो आजको चाहिँ यात्रा डे सेकेन्डको? रमाइलो भइरहेछ बाबा। नूतन रमाइलो भइरहेछ। फोटो सोटो बनायो, खिच्यो ओर्यो, टिकटक बनाइयो ओर्यो। अब हिँडेको घरतिर भन्दा नि कहाँ पो हिँडेको हामी? फेरि अर्को लेक हो कि अर्को आइसक्रिम खाएर पो जाने भनेको थियो। चोएटे ओक्लोमा टुरिज्म। यो चाहिँ चोएटे, यो ओक्लोमाको चाहिँ यो पोइन्टबाट चाहिँ हामी फर्केर आएर एकछिन चाहिँ अर्को साइडतिर जाँदैछौँ। हामी चाहिँ बाटो छोडेर ठ्याक्कै चाहिँ ब्रोकन बोतिर चाहिँ लागिरहेको छौँ। पुरा उकालो चढ्दैछौँ। आइजिर खाने आइसक्रिम हुने। हामी चाहिँ फेरि ओह्रालोतिर झर्दैछौँ। डे 2 को दिन हामी चाहिँ लेक साइडतिर घुमेर आइसक्यौँ। लेक साइड पुरै लेकतिर चाहिँ घुमेर आइसक्यो। एकदम रमाइलो हो नि। हो छोरो सुतेकै छैन, घुमिरहेछ। हो बाबु घुमिरहेको आज? ल रमाइलो भयो। हामी चाहिँ ओक्लोमाको लेकहरू घुमेर चाहिँ बसिरहेको यो ब्रोकन बोको चाहिँ घरमा आइपुग्यौँ। ल बाबु पनि घुमेर चाहिँ आइसक्यो ओक्लोमाको चाहिँ लेक। बाबु हजुर भन्छु। खोइ बुवा मम्मीको काखमा बसिरहेछ। बुवा खोइ। हाई घर आइपुग्यो बाबु। अब बुबु खान्छ, नुनु गर्छ हो। बाहिर गर्मी छ। निद्रा लाग्यो जस्तो छ। हो बाबुलाई निद्रा लाग्यो अब? हो निद्रा लाग्यो जस्तो छ। निनी हजुर
रमाइलो गर्दैछु यस्तै हो हिजो आइरहेको थियौँ आज यो कार्यक्रम भोलि चाहिँ हामी फर्किँदैछौँ ज्याकुजीमा चाहिँ एकदम आनन्दले रिल्याक्स रमाइलो रमाइलो छ ठ्याक्कै अहिले चाहिँ मकैलाई बार्बिक्यू गर्दैछौँ हामी खोसेला सहित यो खोसेला चाहिँ सबै डढिसक्यो यो मकै चाहिँ बार्बिक्यू गरेर चाहिँ आज खाना खोज्दैछौँ हरियो मकै खोसेला सहितै पोलेको थियो यो चाहिँ झिङ्गिसक्यो अब चाहिँ सबै भइसक्यो हिजो मटन चिकन चाहिँ हामीले यसमा बार्बिक्यू गऱ्यौँ खायौँ अहिले चाहिँ मटन मोमो बन्दैछ र यो मकै पनि बार्बिक्यू गरेर चाहिँ खान खोजिरहेको छु त्यसको पछाडि फेरि आलु पनि खाने भन्ने सुनिरहेको थिएँ मैले फेरि म त्यो चिजहरू चाहिँ देखाउने छु वा ओक्लाहोमामा आएर चाहिँ ठ्याक्कै चाहिँ मोमो पनि बन्दै रहेछ आज डे 2 हिजो पनि चाहिँ हामीले बार्बिक्यू गऱ्यौँ रमाइलो गऱ्यौँ अब आज के छ प्रोग्राम भनिदिनु त मटन मोमोको प्रोग्राम हो सबैले एउटै ड्रेस लगाएको देखिरहेको छु कस्तो रमाइलो देखिरहेको छु भनेदेखि नि एकदमै रमाइलो भइरहेछ मोमो हामी सबैले मिलेर बनाइरहेछौँ केटाकेटीले पनि हटमा नुहाए खुसी भए सबैजनाले रमाइलो गर्नुभयो आज हाम्रो मोमो पार्टी मोमो र के हुन्छ बियरको वाइन बियर वाइन हामी चाहिँ ककटेल खानु पर्ला मार्गरिटा हुँदैन हुन्छ के खाने त केटीहरू के खान्छौ अनि पोटेटो चाहिँ बार्बिक्यू भन्ने पनि सुनेको थिएँ त्यो हुन्छ कि हुँदैन त आज अहिले मकै हुँदैछ पोटेटो हुन्छ मकै भइरहेछ त्यसपछि चाहिँ हाम्रो चाहिँ बार्बिक्यू पोटेटो हुन्छ तल लाग्यो भनेदेखि फेरि अब छँदैछ होइन सामान छँदैछ भोलि हामी फर्किन्छौँ आएको चाहिँ अहिलेसम्मको इन्जोय फुल नै भइरहेछ एकदमै यहाँभन्दा धेरै इन्जोय हुने ठाउँै छैन सबै इन्जोय गरेको भिडियोमा तपाईँले क्याप्चर गर्न पाउनु भएको छैन तर हामीले एकदमै धेरै इन्जोय गरिरहेको छ मोमो पाकिरहेको ए मोमो पाकि पनि रहेछ यतापट्टि चाहिँ नेसमा चाहिँ के गर्दैछौ नेसमा यो चाहिँ के को लागि टमाटर काट्दैछु अचारको लागि त्यहाँ चाहिँ अब मोमोको भाँडा चाहिँ देखिरहेको छु अलरेडी मोमो बसाइ पनि सक्नुपर्छ ल रमाइलो छ ग्रुप देखिरहेको छु मैले तिमीहरू के खेल्दैछौ आर्यना निवान तिमीहरूले के खेलेको त्यसलाई के गेम भन्छ खै त्यसलाई के गेम भन्छ के खेलेको भन त रमाइलो साथ बच्चाहरू खेलिरहेछन् 4 जना ठ्याक्कै एउटै लेभलका चाहिँ एउटै उमेर समूहका चाहिँ नानीहरू